कविता मगरको तर्फबाट हार्दिक अभिवादन। यसका साथै म मेरो निबन्धलाई वाचन गर्न गइरहेको छु। यसको शीर्षक रहेको छ गणतन्त्र प्रवर्धनमा युवाको भूमिका। गण र तन्त्र दुई संयोजनबाट गणतन्त्र शब्दको निर्माण भएको छ। गणको अर्थ समूह वा जनता र तन्त्रको प्रणाली वा व्यवस्था हो। गणतन्त्र सामूहिक रूपमा निर्णय लिने शासन प्रणाली हो। गणतान्त्रिक शासन प्रणालीमा जनता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकारको अन्तिम स्रोत हुन्छन्, जसले आफ्नो हितको सेवा गर्ने र साझा हितलाई अघि बढाउन कानुन बनाउन प्रतिनिधिहरू निर्वाचित गर्दछन्। गणतन्त्रले समुदायको स्थायी र समग्र हितको लागि काम गर्दछ। विश्व गणतान्त्रिक शासन व्यवस्थाको सुरुवात कहाँबाट भयो भन्ने सन्दर्भ यकिन गर्न कठिन छ। प्राचीन वा वैदिक कालमा भारतमा स्वतन्त्र गणराज्यहरूको अस्तित्व ईसापूर्व 1000 देखि 500 सम्म रहेको देखिन्छ। त्यो समय वैशाली शाक्य गण जस्ता गणसङ्घ वा महाजन पदहरू सञ्चालनमा रहेको इतिहास भेटिन्छ। सुधारिएको गणतन्त्रका आधारहरू भने प्रजातन्त्र, लोकतन्त्र हुन्। यसैको जगमा उभिएर गणतन्त्रले हुर्कने, फैलने, विकसित हुने र आफ्नो अस्तित्व स्थापित गर्ने कार्य गरेको छ। नेपाललाई समेत विक्रमसम्म 2065 जेठ 15 गते गणतान्त्रिक मुलुक घोषणा गर्नुमा प्रजातन्त्र बहुदल रहेको छ। गणतन्त्रलाई एकद्वार वा राजाको शासन, केही व्यक्ति वा कुनै वर्गबाट गरिने शासन पद्धतिको वैकल्पिक शासनका रूपमा हेरिन्छ। कतिले विश्वको पहिलो गणतान्त्रिक मुलुकका रूपमा रोमन BC 509 BC 27 सम्मलाई लिने गरेका छन्। गणतन्त्र शब्दलाई अङ्ग्रेजीमा रिपब्लिक भनिन्छ। अमेरिकी संस्थापकहरूले सन् 1787 मा लोकतान्त्रिक गणतन्त्रवादको रूप लागू गर्न खोजेको पाइन्छ। फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता सङ्ग्रामपछि गणतन्त्रको अवधारणा विकास भएको पाइन्छ। गणतन्त्र बहुमतको शासनको सिद्धान्तमा आधारित लोकप्रिय सार्वभौमिकता मार्फत स्वशासन गर्ने पद्धति हो। यसमा आधाभन्दा बढी जनताले आफू र आफ्नो मुलुकमा शासन गर्ने व्यक्तिहरूको छनौट गरी उनीहरूको शासनलाई स्वीकार गर्ने कुराको अनुमोदन गर्दछ। प्राचीन वैदिक कालदेखि फ्रान्सेली राज्यमाथि अमेरिकी स्वतन्त्रता सङ्ग्राम हुँदै भारत छोड आन्दोलन चीनलाई गणराज्य निर्माण गर्न एवं नेपाललाई निरङ्कुश राणा शासनबाट प्रजातन्त्र स्थापना गर्न अनि लोकतन्त्र गणतन्त्र स्थापना गर्न लाखौं करोडौं युवाको महत्त्वपूर्ण भूमिका रहेको छ। आज विश्वका सर्वशक्तिमान मानिएका अमेरिका, भारत, चीन लगायतका कयौं देशमा गणतान्त्रिक मुलुकको अवधारणामा शासन व्यवस्था चलिरहेको छ, जसमा युवाको ठूलो बलिदान रहेको छ। गणतन्त्र स्थापना गर्नु मात्र महत्त्व होइन रहेछ, यसलाई प्रवर्धन गर्नु, संस्थागत गर्नु पनि महत्त्वपूर्ण छ भन्ने हामीले देख्दै भोग्दै आएका छौँ। यसका लागि सबै नागरिकको ठूलो भूमिका रहेको छ। अझै धेरै भूमिका युवाहरूले खेल्नुपर्ने देखिन्छ। नेपालको संविधानले 17 देखि 40 वर्ष उमेर समूहलाई युवा भनेका छन्। उनीहरूमा नयाँ सोच, जोश र जागर आँखामा सुन्दर सपना हुन्छन्। युवालाई भविष्यको कर्णधार, वर्तमानको साझेदार, आमूल परिवर्तनको संवाहक मानिन्छ र हुन पनि युवाहरू राष्ट्रको परिवर्तनका शक्ति हुन्। उनीहरूमा त्याग, निष्ठा, बलिदान, नवनिर्माणको सुन्दर भावना रहेको हुन्छ। युवा शक्ति राष्ट्रको अमूल्य निधि हो, किनकि युवाको मनमा देश प्रेम, परिवर्तनको सपना र नसामा क्रान्तिकारी परिवर्तनको ऊर्जा भरिएको हुन्छ, जसले राज्यमा व्यवस्था भएको शासन पद्धतिको प्रवर्धन गर्न सहयोग गर्दछ। सधैँ युवालाई ढाल बनाएर राज्यमा ठूला शासन पद्धतिको स्थापना गर्ने त्यो राज्यमा ठूला शासन पद्धतिको स्थापना गर्ने सञ्चालन गर्ने जिम्मेवारी युवाहरूलाई नसुम्पने पुरानै रोगको कारण नेपालमा स्थापित गणतन्त्र नेपाली जनको लागि वरदान नभएर अभिशाप बन्ने हो कि भन्ने लक्षणहरू देखिन थालेका छन्। यो रोगबाट बच्नका लागि युवालाई देश विकासको हरेक क्षेत्रमा नेतृत्व दिन आवश्यक छ। आज हामी 18औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा आइपुग्दा गणतन्त्रले आशा जगाउनुको साटो निराशाहरू जन्माइरहेको छ। झनै 80 लाख मानिसहरूलाई विदेशी भूमिमा आफ्नो ऊर्जाशील शक्ति, उमेर, समय बेच्न बाध्य बनाइरहेको छ।
यो नेपाल जस्तो स्वतन्त्र स्वाभिमानी मुलुकका लागि राम्रो पिटिक्कै हुन सक्दैन। संसारका सबै मानिसहरू प्रकृति र ईश्वरद्वारा प्रदान गरिएका अधिकार सहित समान रूपमा सृष्टि गरिएका छन्। त्यसैले राजा र कुनै वर्गमा मात्र शासन चलाउने क्षमता नराखी सर्वसाधारणले पनि राज्य सञ्चालन गर्ने क्षमता राख्छन् भन्ने जोन लक र मोन्टेस्क्यूको तर्कमा जगमा टेकेर आएको लोकतन्त्र र गणतन्त्रले अमेरिका, चीन, भारत लगायतका देशहरूलाई सर्वशक्तिमान बनाउनुको पछाडि उनीहरूले नेतृत्वमा युवाको सहभागिता बढाउनु हो। गुणात्मक र सङ्ख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड हो। संयुक्त राष्ट्र सङ्घले 15 देखि 29 वर्ष, नेपालको संविधानले 17 देखि 40 उमेर समूहलाई युवा मानेको छ। गाउँलाई मरुभूमि जस्तो र घरलाई पाटी जस्तो बनाएर सहर र विदेश बस्नेहरूलाई नभई गाउँमै अन्न उब्जाउने र घर सजाउने वृद्धलाई युवा मान्दछ। बाबुआमाको लासलाई सब घरमा महिनौ पुर्याउने विदेशिएका युवालाई युवा नमानेर गाउँमा छिमेकी मर्दा लास उठाएर जलाउने 70 देखि 80 वर्षे बाआमालाई युवा मान्दछ, जसले जिउँदाका गन्ती र मर्दाका मलामीको भूमिका निभाएका हुन्छन्, किनकि युवा जोस उमेरमा मात्र निहित हुँदैन। नेपालमा गणतन्त्रले राजतन्त्रको अन्त्य, लोकतन्त्रको स्थापना, जनताको सर्वोच्चता स्थापना गरेको छ। गणतन्त्र प्रवर्धनमा युवाको भूमिका महत्त्वपूर्ण, प्रभावशाली, उदाहरणीय र निर्णायक हुन्छ। गणतन्त्रलाई स्थापना गर्न युवा शक्तिको जति भूमिका छ त्योभन्दा कयौँ गुणा यसलाई संस्थागत गर्न, वृद्धि, विकास र संरक्षण गर्न रहन्छ। यसका लागि युवाहरूले आफ्नो मन र समय गुणस्तरीय शिक्षामा, स्वरोजगार, व्यवसायमा दिनुपर्छ। राज्यले युवाको महत्त्व बुझेर लगानी गर्ने, युवाले समयको महत्त्व बुझेर समयको सदुपयोग गर्नुपर्दछ। अग्रज नेतृत्वलाई सम्मान गर्दै नेतृत्वदायी भूमिकामा प्रवेश गर्नुपर्दछ। विदेशी सिप र श्रमलाई स्वदेशको विकासमा खर्चिनु, देशको आर्थिक सामाजिक अवस्थामा सुधार गर्नुपर्दछ। युवाले आफ्नो घरको छाना चुयो भनेर बसाई सर्ने नभई छाना फेर्नु पर्दछ। फोहोर थालिएको राजनीतिलाई सफा गर्नुपर्दछ। युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन भन्ने मार्क्सको भनाइ सम्झेर जित्नका लागि अघि बढ्नुपर्छ। युवाको शक्ति जगमा टेकेर विश्वका कयौँ निरङ्कुश शासकले बुढा टेकेको स्मरण गर्दै गणतन्त्रलाई प्रवर्तन गर्न युवाहरू एक हुनुपर्दछ, जसले नेपालको संवैधानिक गणतान्त्रिक शासन विश्वको लागि उदाहरणीय बन्नेछ। आजका युवा नै भोलिका नेता, नीति निर्माता र राष्ट्र निर्माता हुन् भन्ने ठानी जिम्मेवारी लिनुपर्दछ र युवाले पुरा गर्नुपर्दछ। जय गणतन्त्र, जय युवा।